घुम्न गएर यो हाँसको मासु है, हाँसको मासु यता मामा घरमा चाहिँ आज हाँस काटेर नभएको थियो। अनि हाँसको मासु चाहिँ, अनि हाँसको मासु खाने मान्छे यहाँ छन् है सानीमा। ल है अब हाम्रो माइजूको वैदेशिक यात्राको लागि यहाँ तयार हुँदैछ, सामानहरू प्याकिङ हुँदैछ। ल बाई माइजू, अब कहिले भेट्यो। सबै काम कान्छी सानीमाले गर्नुहुने हुन्छ, यो घरको सबै कामको भार अब कान्छी सानीमाले बोक्दै हुनुहुन्छ। अनि कान्छी सानीमाको नि कहिले अमेरिकाको भिसा लागेपछि यो घर खाली हुन्छ। मेरो चाहिँ म चाहिँ भान्जा नि, अनि म त कहाँ। ल गाइस, हामीहरू सामान प्याकिङ गर्दैछौँ। मामा डकुमेन्ट मिलाउँदै हुनुहुन्छ, माइजूमा के खोज्दै हुनुहुन्छ। ल है हाम्रो माइजू अब विदेशको यात्रा तय गर्दै हुनुहुन्छ। अब आज केक काट्दैछ है, त्यतिका त्यस्तो भन्नुहुन्न नि। हेभ अ सेफ जर्नी, शुभ यात्रा माइजू, राम्रोसँग जानु ल। शुभ यात्रा माइजू, शुभ यात्रा माइजू। ल है यतातिर त अब शुभ यात्राको आदान प्रदान भइरहेको छ। अनि यता सेफ जर्नी, हेभ अ सेफ जर्नी माइजू, हेभ अ सेफ जर्नी। ल हाम्रो माइजू अब राम्रोसँग अब विदेश पुगेर अनि एन्टुजेटमा ल ल मेरो मेरो चम्चाको एक छक्टा खाऊ। अब तिमी भोलि विदेश गइहाल्छु। ल खानु खानु। ह्याप्पी जर्नी माइजू, राम्रोसँग जानु। दुःख पनि हुन्छ, दुःख पनि हुन्छ, के हुन्छ हुन्छ, खरखट अर्कैको छ। बोल्दैन
त्यो पानी पानी माथि अजुली आए ल ल यहाँ म माइजू त्यो भोटे पानी आउँछ किन आउनु रोउनु रोउनु सुरुमा ब्यागै निकाल्नुपर्छ अनि हजुरबा हजुरआमासँग हिँड्ने बेला यसो फोटो खिचिन्छ नि यहाँनिर खोज्नुपर्छ यहाँ ढोकानिर खिच्नुपर्छ ल हिँड्नु आउँछ किन आउनु रोउनु रोउनु हिँड्नु सुरुमा ब्यागै निकाल्नुपर्छ अनि हजुरबा हजुरआमासँग हिँड्ने बेला यसो फोटो खिचिन्छ नि यहाँनिर खोज्नुपर्छ यहाँ ढोकानिर खिच्नुपर्छ ल हिँड्नु रुनु हुँदैन नि साइडमा जति रुनुभयो हिजो रुनुभयो अब आज नरुनु आज त हाँसेर यस्तो हेलो दाइ हेलो हामी 10 मिनट लाग्छ क्या 10 मिनट भित्रमा आइपुग्छौँ हिँडिरहेको घरबाट भन्दैछु हजुर जस्तो हुनुपर्छ नरुने होइन हजुर यसमा पानी हालेको हुन्थ्यो नि अनु खाली बोतल लिएर त्यसरी तापमा खाने माइजू हेभ अ नाइस जर्नी ह्याप्पी जर्नी ल मामा ल मामा भाइ माइजू भाइ नरोइकन जानु है माइजू नसम्झै ल बा